गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी राइड जान लागेको छौँ 15 लाखको कोड लगाएर है। आज फर्स्ट टाइम हो हामी यसरी राइड गएको। अनि हाम्रो जुम्लाको साथी हुनुहुन्छ एस ब्लग, उहाँको नाम चाहिँ त्यो छ बब्बा रहेछ। अनि हाम्रो केटाहरू चाहिँ उतातिर धेरैजना छन् गरे, तर मलाई थाहा छैन है हामी कति धेरै। उसलाई उसको मेरो साथीको चाहिँ साथीहरू उनीहरू बब्बाले भ्लग सलग बनाएको छन्। अब हामीलाई खासै यस्तो भ्लग बनाउँदैन। फर्स्ट टाइम राइड जान लागेको होइन। अलिकति म ढिला आएर साथीहरू सब गइसकेको रहेछन्। अब कहाँ गयो त पर पारीहरू देखिँदैनन्। ऊ त्यहाँ माथि हेऱ्यो भने देखिँदैनन्। अब 2 जना मात्रै भएको भयो। अब के गर्ने, फोन उठाएकै नै। अब कहाँ जाने ल भन त, कहाँ जाँदा राम्रो ल। बाइक रहेछन् खतरा छन् राइडरहरू। हामी भने सब्सक्राइबर कति जान्छ 150 राइडर हो गाइस। हामी 150 राइडर। सब्सक्राइब जम्मा कति 205 भयो। भन्नु पनि लाजो भन्नु। आज 15 लाखको कोट लाएर चाहिँ एउटा गर्लफ्रेन्ड बनाउँछु ल। हामी त्यो गर्नुपर्छ, त्यो गर्नुपर्छ ल। यस्तो गरिकन बाइक कि त फिल्ममा देखा होला कि त यतै हो हाम्रो, अरू ठाउँ कहीँ छैन। फिल्ममा यस्तो गुन्डाहरू ल्याउँछन् कि त त्यता हो कि त यतै हो क्या हाम्रो यता। यतै हो हिँडेर गयो। आओ गाइस, आओ सब आओ। भन्न उचित झ्याप्पै रोक्छ आन्गा नगर न यार। यस्तो घुम्न जाँदाखेरि यस्तो समस्या भइरहेको छ होइन। बिग्रे जस्तो मात्रै भयो, खासै केही भएको छैन। नयाँ हो, तेल हालियो होइन। अब हुन्छ हाम्रो यात्रा सुरु है त। ओके एस ब्लगर चलो। दाइकोमा बस्छु ल। म दादाकोमा सरिसकेँ। उडाउँछन् दादाले भाइ। ठिक छ ल होइन, लड्यो। जय माता दी। बाइक लड्यो हाम्रो। बिस्तारै उठाम। के भएन सर? ठेलौँ यहाँ त बाइक जुत्ता चिप्लिन्छ। जय माता दी। जय माता दी ल। फसिहाल्यो। जोस राइडर बन्न सजिलो छ भन्ने साथीहरूका लागि यो चाहिँ एकदमै एउटा चुनौती हो होइन। यति धेरै गाह्रो छ बाटो। यस्तो ठाउँमा हिँड्नुपर्छ। 3 जनालाई नसकेपछि भर्खर हाम्रो सरले हान्नुभयो। पनि राइडर हुन सजिलो छ भन्ने कुरा हेर्नुहुन्छ, यो भिडियो हेर्नु होला। अब यहाँ हेर बाइकको हालत यस्तो छ। मान्छे हेर
खुट्टा यता उहाँलाई चोट लागेको छ। राइडर हुन जति सबैभन्दा गाह्रो केही छैन। आजको यहाँसम्म बाइकको यात्रा सक्यो, यसपछि पैदल यात्रा हुनेछ, त्यसपछि उकालो बाटो। अब जो चाहिँ अब बाइक साइक कुदाउँदाखेरि चाहिँ उहाँहरू फर्स्ट हुनुभयो। अब उकालो हिँड्ने हो भने म फिक्सै फर्स्ट हो क्या। दुःख कोही चाहिँ मसँग उकालो हिँडेर च्यालेन्ज गर्ने फिक्सै जित्छु म। बाइक चाहिँ मलाई आउँदैन त्यही भएर हो। उकालो त उडेर हुन्छ मेरो त फेरि। राराको उकालो कुद्या मान्छे यो त के। अब हाम्रो बाइकको यात्रा सकिसकेपछि पैदल यात्रा सुरु भयो। त्यसपछि हामी लाग्यौँ ओह्रालोतिर। अब कतिको रमाइलो हुन्छ भन्ने कुरा मात्रै हो। यहाँ चाहिँ बल्ल आज गाउँवाला यहाँ भाइ बाहिरहेको छ। रुखहरू त्यस्तै छन्, जङ्गलहरू। म पहिला गोरु चराउँदाखेरि यस्तो ठाउँमा जान्थेँ, अहिले त्यसपछि काठमाडौँमा यस्तो ठाउँमा आएको छु है। रमाइलो छ हेर्नु त। आज चाहिँ हामी बच्चा बेला अब कुर्ची ग्याप भएको थियो त्यस्तो होला। अनि 15वटा हेलमेट अनि 16जना मान्छे होइन, जो उभियो एउटा एक्स्ट्रा मान्छे आउट हुन्छ है। म यहाँ पुगिसकेँ। सधैँ हामीले बौद्ध एरियातिर मात्रै देखिरहेको 15 लाखको कोट यस्तो ठाउँमा आउँदा पनि राम्रो देखिन्छ होइन र। हेरौँ कस्तो छ अनि कमेन्ट समेन्ट गरौँ, जति सकिन्छ सेयर गरौँ है। बबाले गर्नुपर्छ।